बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको, ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको। आमा बाबा मात्र होइन है, गाउँ घर समाज सताउने छोरा छोरी हुँदैन कामको। त्यसैले सधैँ सत्कर्म गरौँ, आमा बाबालाई भगवान सम्झेर सम्मान गरौँ, बुझौँ, उहाँहरूको हरेक कुरोमा हातेमालो गरौँ। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको, ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको, आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको, ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको, गाउँ घर समाज सताउने छोरा छोरी हुँदैन कामको। हामीले कति तीर्थव्रत गर्ने, जति नै केदारनाथ जानुहोस्, बद्रीनाथ जानुहोस्, अयोध्या धाम जानुहोस्, वृन्दावन जानुहोस्, तर जन्मदिएको आमा बाबालाई रुवाइरहेका छौँ भने त्यो केही फाइदा छैन, त्यो तीर्थ व्यर्थ नै हुन्छ। त्यसैले पहिला सम्मान, पहिलो पूजन घरका आमा बाबा। अनि तीर्थ पनि नजानु भनिँदैन है, किनभने तीर्थमा हाम्रो भगवानहरूको साक्षात वास छ। तीर्थ नजाऊ पनि भनेको होइन, दान नगर पनि भनेको छैन। तीर्थ नजानुहोस् त्यो पनि भनेको छैन है, शब्दहरूलाई ध्यान दिनु होला। तीर्थ नजाऊ पनि भनेको होइन, दान नगर पनि भनेको छैन। घरका देउता रुवाएर तिमी हुँदैनौ रामको, फुल चढाऊ सुन चढाऊ तिमी हुँदैनौ रामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको, आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको, ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको, गाउँ घर समाज सताउने छोरा छोरी हुँदैन कामको।
अनि के गर्ने त हामीले? आमा बाबालाई कसरी हुन्छ खुसी राख्ने? कसरी हुन्छ हरेक कुरोमा हातेमालो गर्ने? म छु त बाबा, म छु त आमा भनेर हामीले हौसला दिने, उहाँहरूलाई धेरै माया दिने। आमा बाबालाई रुवाउने नगरौँ, माया सम्मान गरी हातेमालो गरौँ। आमा बाबालाई रुवाउने नगरौँ, माया सम्मान गरी हातेमालो गरौँ। आमा बाबा खुसी छन् भने हुन्छौ रामको, आमा बाबा सुखी छन् भने हुन्छौ रामको। आमा बाबा रुवाउने छोरा छोरी हुँदैन कामको, गाउँघर समाज सताउने छोरा छोरी हुँदैन कामको। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। घरमा आमा बाबासँग बोल्दै बोल्दैनौ, वर्षै पछि तीर्थ धाउँछौ ईश्वर चिन्दैनौ। ठुला ठुला कुरा गर्दै हिँड्छौ तीर्थ धामको,